लेट्स गो गाइस, वेलकम टु एमआरटी ब्लग। एमआरटी ब्लगको नयाँ एपिसोडमा तपाईँलाई स्वागत छ। हाम्रो नयाँ एपिसोड के यस्तो समथिङ यो होइन, त्यही हो हाम्रो पिकनिक स्पेसल। सनमजी वाइ टुरिस्ट नै बहन है शिवकुमार हाम्रो चाहिँ आज पिकनिक स्पेसल होइन। टक्क यहाँनिर सन्तु दाले उद्घाटन गरिसक्नु भयो। यहाँ जोस् ओके ल अञ्जली ल हाम्रो पुरै यहाँ टक्क यस्तो भइरहेछ होइन। ए शिवकुमार श्रेष्ठ कडा ल यहाँ पुरै यस्तो टक्क होइन। कोइरालाजी ठिक छ नि होइन अवस्था? यहाँ अरू सन्तु दाले फेरि सन्ताई के छ? ठिक छ अवस्था होइन? हाम्रो कुक आजको कुकर टक्क होइन। यस्तो हामी चाहिँ यहाँनिर भुजात भन्ने ठाउँ, यो डेस्टिनेसन टक्क पिकनिक स्पोट हाम्रो यो यताको एकदम भाइरल पिकनिक स्पोट टक्क रमाइलो छ। तर तिम्रो कपाल यार के हो यार यस्तो यार? गातेले फेरि के गर्छ? शिव दाईको तेल हल्लाएको स्टाइल चाहिँ कडा खाके उता मुला पखाल्ने होइन। हामी चाहिँ यस्तो यहाँनिर यस्तो पुरै कडा पियाज कटिङ खतरा हुँदो रहेछ यार। स्पिकर सहित पुरै होइन। शिव दाई के छ तपाईँ? पिकनिक कस्तो भइरह? गीत बजे आएका होइन। यहाँ हाम्रो अब पाक्ने कार्यक्रम हुँदैछ। ल गाइस यहाँ मस्त रोस्टरहरू रोस्टले पोच खतरा हुँदैछ। यहाँ रोस्ट पाक्दैछ पोच रोस्ट पकाउने पोच। ल गाइस हामी यहाँ पुरै रोस्ट बनाउँदैछौँ है। रोस्ट बन्दैछ टक्क यसरी। त्यहाँनिर रमाइलो हुँदैछ टक्क। डान्स सुरु भइसक्यो अहिले। हामी चाहिँ पुरै अरे यहाँ हुँदैछ, खाने बेला हुँदैछ। यस्तो हाम्रो यो फर्स्ट टक्क हाम्रो खाने प्रोग्राम सुरु भइसक्यो। ल टक्क म त यस्तो टक्क है त मेरो भाग छ यहाँ है। म चाहिँ क्यामेराम्यान भएर खासै पस्दैन टक्क यहाँ। ल गाइस भाडा धुनी एकदम तपाईँहरूको बिहा व्रतबन्ध केही भोज भतेरमा यदि भाडा माझ्ने मान्छेको खोजीमा हुनुहुन्छ भने सम्पर्क गर्नुहोला। उहाँहरू दुईजनाले एकदम राम्रो भाडा माझ्नुहुन्छ। उहाँ खतरा मात्दै हुनुहुन्छ। धेरै होइन, कति हो भाडा माझेको पैसा एक दिनको? हुन्छ दिनको 1000। ल उहाँहरू दुईजनाले एकदम कडा भाडा मात्दै हुनुहुन्छ। हाम्रो यो खानेकुरा सो गाइस हाम्रो खाना खाने टाइम है। टक्क मेरोमा यति छ। धागे छ कि यता त उता के छ र? उता के छ र यता धागे छ के अरे? टक्क ए धागे छ। शिव दाई हो शिव दाई ठिक छ नि? दुईटा हो रोस्ट हामीले बिर्सेछ नि। यहाँनिर यस्तो हाम्रो भाग दाई यति मेरो यो यतापट्टिको
ल सो गाइज रमाइलो हुँदैछ हाम्रो पिकनिक कम्पिटिसनमा छोटो छोटो भ्लग आए पनि होइन नाचगान हुँदैछ मजाले होइन नाचिरहन् हाम्रो गाइजहरू टक्क यस्तो नि मजाले यस्तो छ टक्क यस्तो भएर टक्क होइन यस्तरी गोडियार हो क्या ल तात्दैछ ताते है ल एटा खोल्नी ढोकी मान्छे हुन बोल्ने गाल बाँधी जति हो तिमीले तानेर बोलाउन खोजेको आफ्नै ठानेर जति हो तिमीले एक्लै भयो यार खिचाउने भने यता हेर न कस्तो उता हेरेको र अब फाइनली चटपटे भन्ने चिज भन्छ टक्क यस्तरी फाइनल्ली हो यो चाहिँ लास्ट खानेकुरा अरू खाँदा खाँदा पुरै डमडम मोटा खान्छ अब यी यत्रो खान्छ चटपट बनाउने मान्छे टक्क हाम्रो पिकनिकको अन्तिम यो स्टेसन चटपट भन्दैछ म चाहिँ यहाँ चटपटे निरीक्षण होइन ए यहाँ भाउजूले यो ओहो ओ माई गड कडा कडा चैट ल ल ल यत्तिकै भाषी ल उता ऊ चटपटे दुईजना एकजनाले नुन बेर्नु आयो एकजनामा हेरेको हेरे एकजना यहाँ पुरै मूर्ति चाहिँ नेता चाहिँ गफलाउँदै काम गर्नु छैन नेता चाहिँ गफलाएर चक्कु लिएर रहेछ अझै त्यो नुन सबै हाल्दै हुन्छ क्या ल यतातिर यस्तो पुरै हाम्रो अब भाँडा माझ्ने टक्क सरकारमा टक्क पुरै होइन ल दाइले यहाँ अब हाम्रो पानी तताएर मान्ने प्रोग्राम हुँदैछ यहाँ होइन यतानिर हाम्रो गाइजहरू दुइटा नाचेको नाचै छन् नन स्टप कडा तरिकाले होइन यता तिनजना फेरि पुरै मोबाइलमा के छ मनिष समिस तपाईँको पिकनिक आजको पिकनिक कस्तो भयो फेरि कहिले आउने हो त नि हो के छ मिस तपाईँको के छ कपिराइट हान्दैन बोलेपछि के छ मिस तपाईँको नाम के रे मिस निरुता के घर कहाँ हो निर्दिम भन्ने कहाँ पर्छ कहाँ छ के अरे निर्दिम कहाँ पर्छ नि हो सापकोटमै हो के छ के भन्न चाहनुहुन्छ आजको हाम्रो पिकनिक कस्तो भयो हो रमाइलो भयो रमाइलो भन्नै पर्ने भएर भन्नुभयो कि के भन्नुभयो हो के छ मिस तपाईँको के छ तपाईँको धारणा हो रमाइलो भयो नि होइन ल ठिक छ त्यसो भएदेखि ल यहाँ तिनजनाको चाहिँ रमाइलो भयो रे के छ हाम्रो सर म्याडमको के छ ठिक छ नि पिकनिक रमाइलो भयो नि होइन नानी नाचिरहेछ नि यहाँ के छ सौगात सर के छैन के छैन
भन्न भनिए भन्न के छैन भन्न नोकरी र छोकरी ल यही भिडियो मार्फत कोही उम्मेदवार छौँ भने फर्म भर्न पाइयो हाम्रो डिटेल भन्दै त @gmail.com के छ हाम्रो दुर्गा प्रसाद कोइरालाजी ठिक छ नि पिकनिक रमाइलो भयो नि होइन के भन्न चाहनुहुन्छ पिकनिकको बारेमा छोटो मिठो हो के छ हाम्रो शिवकुमार श्रेष्ठजी हो थोरै भयो अलि थपिदिनु पर्थ्यो नि ल हाम्रो सन्तु दाइ के छ ठिक छ नि के को अरे ए ल कस्तो हो ठिक छ ल अब साँझ पनि पर्न लाग्यो होइन टक्क अब हाम्रो पिकनिक अन्तिम स्टेजमा ओ बबिता मिस यहाँ आउनु नि यहाँ इन्टरभ्यू सब लिएर के छ भन्नु न भन्नु यस्ता भ्लगमा देखिनु ल यहाँ नाचगान पुरै व्यापक तरिकाले भइरह गाइजहरू नाचिरहन् होइन रमाइलो भइरह ल अब हामी लगभग पिकनिक चाहिँ अन्तिम चरणमा छौँ अब सकिन्छ भाडा मान्ने प्रोग्राम यता अब सुरु हुँदैछ त्यसपछि चाहिँ हामी चटपटे खाएर आजको पिकनिक यहाँ पिकनिक सकेपछि खाइसकेपछि कोही यस्तो पुरै मेरो त बनाउनु हुन्न मैले चाहिँ यो भ्याएँ मेरो भागमा यो थियो यो भ्याइसक्यो टक्क होइन यहाँनिर यो यता हेलो ओ माई गड यतापट्टि एउटा आउँदो रहेछ टक्क यहाँबाट व्यापक भाँडा मान्ने कार्यक्रम भइरह यहाँ मेरो हात्ती भाँडा माझेर भइसकेपछि पुरै कालो चाहिँ खाइन है यसरी भाँडा माझ्यो टक्क ल यहाँ गाइजहरूले दममा दम यहाँ ओहो हाम्रो आगो ताप्ने कार्यक्रम हो त हाम्रो पिकनिक फाइनली सकिसकेको छ लास्टमा चटपटेबाट आगो त खत्रै बोलो त सौगात सर के छ अब यति बेला हाम्रो पिकनिक सकिएर चाहिँ अब हामी फर्किने तर्खरमा छौँ सब गाइजहरू पुरै रेडी भइसक्यो होइन सो आजको ब्लग चाहिँ हाम्रो पिकनिकको द इन्ड हुन्छ आजको ब्लग यति नै सो नेक्स्ट ब्लगमा फेरि भेटौँला हेभ अ गुड डे